जीके श्रृंगारको युट्युब च्यानलमा हजुरहरूलाई फेरि पनि स्वागत गर्छु है। धेरै समयपछि आज चाहिँ मैले यहाँ एकदम भाइरल सामान लिएर आएको छु। यो चाहिँ अहिलेको एकदम ट्रेन्डिङको सामानहरू हो। हामीहरूले साडीमा लगाउन मिल्ने सामान हो। यो चाहिँ मङ्गलसूत्र लामोमा, अनि यो छ छोटोमा। यसलाई हाइड्रोपोते भनिन्छ। यो चाहिँ हाइड्रोपोते हो। प्राय म्यारिड दिदीबहिनीले युज गर्नुहुन्छ यो सामान। रातो हरियो पोतेमा हामीले युज गरेको छौँ। यसलाई बनाउँछौँ। यो चाहिँ अहिले आएको नयाँ पोते हो। कालोमा पनि छ। यो हेर्नुहोस् त, हिराको जस्तै देखिने पेन्डल पनि लगाएको छु मैले। यो चाहिँ छोटोमा लगाउने हो, नेक साइज। यो हिराको पेन्डेललाई चाहिँ लामोमा बनाएको छु। यसमा चाहिँ रातो र हरियो स्टोन छ। यसलाई चाहिँ यसरी देखाउँदा अझै स्पष्ट होला हजुरहरूलाई हैन। यो लगाउन मिल्छ साडीमा, कुर्तामा, जेमा पनि लगाउन मिल्छ। हाम्रो टिकटक पनि छ है, जीके श्रृंगार सर्च गर्नु होला टिकटकमा गएर, हजुरले सजिलै हेर्न सक्नुहुन्छ। यो रह्यो सबै मङ्गलसूत्रको आइटम। यसमा चाहिँ 8 लाइन पोते लगाएर बनाएको हुन्छु मैले। 15 लाइनवाला पनि छ। नानी मलाई त्यो 15 लाइनवाला पेन्डल देऊ त, हाइड्रो पेन्डल। त्यो पनि म देखाइहाल्छु अहिले। हाइड्रो पोतेकै धेरै भेराइटीहरू छ। अहिले नर्मल पोते खासै चल्दैन, किनभने यो पोते खुइलिँदैन, कहिले पनि कलर जाँदैन। हजुरहरूले डेली युज गर्न सक्नुहुन्छ है। गोल्ड प्लेटेड पनि एकदम राम्रो हाई क्वालिटीको हो। यसमा चाहिँ 15 लुङ लगाएर यो कानको झुम्का सहितको पोते सेट पनि छ मसँग। यो चाहिँ हजुरहरूले साडीमा स्पेसली युज गर्न सक्नुहुन्छ है। माइली तिलरी पनि छ। यो चाहिँ प्राय माइली तिलरीको ठाउँमा लगाउनुहुन्छ दिदीबहिनीहरूले। सुनको डिजाइनमा जति पनि सामानहरू आउँछ, नक्कली गहना पनि सेम त्यस्तै डिजाइनहरू आइरहेको हुन्छ है। हजुरहरूले आफ्नो घरमा सुन छ भने सेम नक्कली पनि पाउन सक्नुहुन्छ। लगाएर हिँड्न डर लाग्छ भने यस्तै सामान